यो बालुवामा पुरिएको बस निकाल्न थालेको आज 15 दिन। 15औं दिन पनि आज बिहानैदेखि यहाँ चाहिँ काम सुरु भएको छ। सधैँ चाहिँ आज पनि यो गाडी जुन ठाउँमा बालुवामा पुरिएको छ यो ठाउँमा सधैँ बिहान बिहान चाहिँ यसरी पानी चाहिँ यो ताल बनेर बस्छ। त्रिशुलीको चाहिँ पानी र अनि यो गाडी भएको सतह लगभग उस्तै भएकोले पनि यो बिहान चाहिँ जति बेला यहाँ काम सुरु हुन्छ सबभन्दा पहिला चाहिँ यो बालुवा र छेउछाउका बालुवा अनि यो पानीले नै कामलाई चाहिँ सहज रूपमा सञ्चालन गर्न अलि समस्या हुन्छ। फेरि पनि आज यो चाहिँ हिजो रुखको जराले काम गर्न समस्या भयो। यो रुखको जराले गाडी निकाल्न समस्या भएपछि आज बिहान फेरि पनि चाहिँ सुरु गर्ने भनेर तयारी गरिएको थियो। यी बिहानैदेखि भिडिएका छन् प्राविधिकहरू। टायर कान्छा यति बेला चाहिँ यो काम गरिरहेकाहरूलाई चाहिँ खाजाका लागि यहाँ चाउचाउ बोकेर हिँडिरहनु भएको छ। के बा यो चाहिँ के खाजाको लागि बिहान चिया बिस्कुट खुवाइयो। अहिले चाहिँ यसो बिहान 7 बजीदेखि काम कदा छ। अब अहिले त एक टाइम खाजा खुवाइदिउँ भनेर। ए बिहानैदेखि आज कति बजीदेखि? 7 बजीदेखि सुरु भएको? 7 बजी। ए ल हुन्छ। हाम्रो अब इन्सपेक्टर साहबले 7 बजे खटाउनु भयो। बर अब के चिया त खायो होला। उहाँहरू चाहिँ तनहुकै हुनुहुन्छ होइन? हजुर, हाम्रो आबु खैरेनी इन्सपेक्टर साहबले पठाउनु। ए ल उहाँको कमानमा पठाउनु। यसरी तनहुको आबु खैरेनीबाट चाहिँ निष्कर साहबले यहाँ चाहिँ नेपाल प्रहरीको टिम